हेलो 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 मेरो आवाज आइरहेको छ नि हेलो एन्ड नमस्ते गाइज इट्स मी अनिल दोङ आज पनि फेरि नयाँ नयाँ भ्लग बोकेर आएको छु होइन फेरि त्यो किचन गयो अनि आज नयाँ रेसिपी होला आज नयाँ छ हिजो गरेन हिजो अलिकति भएन अलिकति ढिलो भयो त्यो भएर अनि यहाँनिर केटाहरू रेडी हुँदैछ आयुष त्यहाँनिर छ एकजना यहाँ पब्जी खेल्दा छ यता दिनेश हाम्रो उयो यहाँनिर केटीले जस्तो मेकअप गर्नुपर्छ होला त्यही हो अब डाइरेक्ट उता पुग्छु ढिलो भइसक्यो त्यहाँनिर 50मा छिर्नुपर्छ कति 1:50मा छिर्नुपर्छ नभए भित्र छिर्नु पाउँदैन हिजो पनि ढिलो भयो त्यही ल उता जान्छु अनि उतै भेट्छु डाइरेक्ट है त बाई बाई आजको मौसम सम्बन्धी जानकारी आज पानी परिरहेछ यस्तो डेन्जर गल्ली गल्लीमा यस्तो घर हल्का अब यही गल्लीबाट जाने हो अनि त्यो अब क्लासमा पुगिन्छ देखाइन्छ अनि डरो आज पसी पाउँदैन जो 10 मिनट अगाडि छिर्नुपर्छ हामी नभए हामीलाई छिराउँदैन हिजो नि छिर्नु पाएको थिएन त्यही हो अब केही छ दुईजना चाहिँ आर्टिस्ट आँट हान्दै उसिरहेको छ ओइ भिडियो ल्या पक्कै एकछिन ल अहिले उता गएर देख्छु यहाँनिर यस्तो छ यस्तो 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 ल केटाहरू नि आइपुगेपछि यहाँनिर वेलकम केटा हो यसै गरी हामी भित्र छिर्छौँ गुड आफ्टरनुन सर म्याम हेलो शेर्सा नाइस टु मिट यु धेरै दिनपछि म्याम देखाएको छ के भयो नाइस आउनुहोस् भयो 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 अब यसै गरी मान्छे बुढो मान्छे ओ बुढो मान्छे त्यही के छ 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 ठिक छ ल अब माथि जाने त्यसपछि अनि भित्र गएर देखाउँछु अब सबै त्यही हो तिम्रो घरमा अलरेडी सब्स्क्राइब गरेर दोङ चाहिँ अब बिजी छ यहाँ बाहिर छाका मिलाइरहेको छ अनि यहाँ म भित्र अब भिजिट लगाइदिन्छु एकचोटि हाम्रो सेफ छ यहाँनिर मेन सेफ हाम्रो बच्चाहरू बसिरहेको छ हामी सबैको बच्चाहरू अनि अब प्र्याक्टिकल सुरु हुँदैन अनि अहिले अब सरहरू पनि हुन्न हाम्रो सबै स्टफिङहरू चाहिँ आइसक्यो यहाँनिर आज के हो आज एक रहेछ आजको स्टफिङहरू हाम्रो अब यही हो अब यो मोबाइल मलाई आएन बनाउने दोङै दिए ल यसै गरी रोक हेलो अनि नमस्ते फेरि नै आइसक्यो हामी अर्को नयाँ नयाँ बोकेर हाम्रो सरसाको एन्ट्री भएको छ यहाँनिर कस्तो काली त तँ कति आयो कस्तो कालो आयो कि ठिक छ निकिता बहिनी के छ खबर ओ बुढा मान्छे के छ खबर ठिक छ ओइ केटा हो ठिक छ नि हाम्रो क्याप्टेन यस्तो लोसे क्याप्टेन काम छैन त्यसै गरी हाम्रो बार हो हाम्रो बारमा के पनि खानु पाउँदैन हामीले त्यही हो अहिले पछि गर्छु के हो चिन्तामा छ त चिन्तामा छ त के चिन्ता नचाट नहाल्यो किन के चिन्ता हो के को चिन्ता चाहिरहेको छ मलाई तेरो इसियाको नम्बर तल छोड्दैन डिस्क्रिप्सन तल छोड्दैन तैँले छोड्ने होइन छोड्ने हो ठिक छ यसै गरी अब हामी त्यहाँनिर अहिले बसी यहाँनिर नोट गर्छु त्यति बेला नोट गर्ने बेला तपाईँहरूलाई देखाउँछु ल ल ल केटाहरू
रोजन ओए ह्याप्पी बर्थडे ओरे ह्याप्पी बर्थडे त्यस्तो बर्थडे सर छ केही भन्नु छ आज पुरै जोसै आएको छैन आफ्टर लङ टाइम हो ल ओके आफ्नो इच्छा अनि यही हो के छ गुरु बेबी कम टु ओरिएन्टल हस्पिटालिटी बाबा के भन्ने गोन कम टु ओरिएन्टल हस्पिटल हैन हस्पिटल ओके ए आजको अनि अर्को छ त्यहाँनिर छ यहाँनिर ल रोशन ल अब हामी जान्छौँ तर बाहिर हाम्रो यहाँबाट दामी भ्यू देख्छौ हसा किचनमा छिर्नु बित्तिकै ह्यान्ड चाहिँ यहाँनिर जानुपर्छ यसरी हात धुयो केटा हो न त लिडरले काम छैन अनि यो त लडेको छ अब हामी सुरु गर्छौँ यहाँबाट त्यहाँदेखि सबजना ह्यान्ड सेनिटाइज गर्नु भएर छ होइन त्यो सर्सा हजुर मोटो काटिने हुन्छ है आजको आलु हामी के गर्छौँ भन्दा आलुको हामीले सबैले आधीले के गर्छ यहाँ तिमीले कति जान्छौ 20जना 5जनाले यहाँ 10जनाले फ्रेन्च फ्राई काट्ने 10जनाले वाटर चिप्स काट्ने है त्यसरी म अहिले भन्छु कतिजनालाई काटेन यो आलुलाई यो बिग्रिन्छ भने यसलाई निकाल्ने अब यसको यो हाम्रो अहिले बोइल पटाटोको लागि काम लाग्छ है छिल्दाखेरि दिने सबै राम्रोसँग छिले ओके यहाँ केही पनि अड्किनु भएन हामी जस्तो आलु काटेछौँ चारपाटे काट्छौँ है त्यसमा जाडिनियर ओके पानी भाँडा पाडिहाल्नु यत्रो के को लागि फ्रेन्च फ्राईको लागि जाडिनियर कडी ओके यो भयो है तर नि हामीले बटनमा यत्रो दिनु अहिले त्यो पानी हाल्नु यसमा अर्को पानी बोइल गर्नुपर्छ ओके अब यसको के गर्ने भन्दा यो जुन छ नि आलु मैले एउटा काँडा देखाइदिएँ होइन तिमीलाई ओके अब यसलाई के गर्ने यसलाई पनि जसरी रफ काट्न सक्ने सातौँ काट्ने सबैलाई है अब यसको के बन्छ म्यास पोटेटो बन्छ यसको के बन्छ चिप्स बन्छ यसको के बन्छ फ्रेन्च फ्राई बन्छ
अब मलाई के चाहियो भन्दाखेरि यहाँ तिमीलाई जतिवटा आलु दिएको छ त्यसमा तिमी 5 जनाले वाइपर चिप्स काट्ने, 5 जनाले फ्रेन्च फ्राई काट्ने, बाँकीले 2 जनाले भने 7 जनाले फ्रेन्च फ्राई काट, 7 जना वाइपर चिप्स काट, बाँकीले आलु सबै यस्तो काट है। कति Finish those. Yes, it is. Chef को शिवलिंग मत यो हाम्रो के हो यो यो हाम्रो यो उयो के फेरि कुली काटे यार कस्तो मोटो रहेछ चिप्सको लागि यो फ्रेन्च फ्राई त्यो रफकट हो यो बोइलको लागि हो यो रफकट हो त्यो अनि फ्रेन्च फ्राईको लागि चाहिँ ओए चपिङ गर रिमुभ गर छिटो ठिक छ नि रिमुभ गर चपिङ गर छिटो ब्रो मिसले अर्को गिफ्ट पाउनु भएको छ मिस गिफ्ट ल्याउनु यस्तो छ बुढाको टोपी चाहिँ हो क्या त्यो सही हो औ बुढा मान्छे अब यसै गरी हाम्रो कटिङको सक्यो अब बनाउने तर्फ ल्या ओ यो डस्टबिन फ्याङ डस्टबिन छिटो ल अब बनाउने सुरु गर्ने त्यसपछि अहिले पनि त्यो ल सब भइसक्यो केटाहरू यहाँ छ सबैजना यसो पनि निकाल्नु मिल्छ ओके हेलो बिगमा छ यसमा चाहिँ मिडियममा छ त्योभन्दा अर्को योभन्दा मसिनोमा छ है यसमा ग्रेडहरू फरक छ ग्रेड गर्दाखेरि कहिलेकाहीँ हामीलाई योबाट पनि गर्न पनि मिल्छ यसमा 1 नम्बर छ र 2 नम्बर 3 नम्बर 4 नम्बर छ यसमा चाहिँ 1 नम्बर र 4 नम्बरमा छ ओके त्यो भएर हामीलाई के अनुसारको के को युज गर्दैछौँ भनेर थाहा हुनुपर्छ है त्यो भएर हामीले चिज ग्रेड गर्दाखेरि सकेसम्म यो चिजको पनि जुन छ नि यो एक लेयर पनि यो यति फ्याले पनि हुन्छ नत्र कुनै बेला यसलाई हल्का स्क्रैच है यसो गर्दा पनि हुन्छ किनभने यो हामीले जुन चिज बनाउने प्रोसेसको अनुसार चाहिँ यो बोराहरूमा के छोपेर राखेको हुन्छ नि कपडाले छोपेर राखेको हुनाले यो चिज भनेको अर्को एउटा चिज भनेको यो मात्र चिज होइन अरू चिजहरू ब्लू चिजहरू खाँदैन धेरै टाइपको चिज छ यो कञ्चन चिज हो नेपाली याक चिज हो यस्तो गनाउँछ चिजहरू कुनै चिजको भन्दै मनपर्छ चिज जति सुधायो त्यति राम्रो है तपाईँलाई हामी मसिनो गरे पनि हुन्छ तर मसिनो गर्दाखेरि हामीलाई धेरै टाइम लाग्छ त्यो भएर सबभन्दा मिडियमली है यो चिज ग्रेड गर्ने ल सबैले यो कच्चा छ यसो मिलेर चिज ग्रेड गर्ने एभ्रीवन ल केटा
माइनस बनाउँदाखेरि स्लाइडले हामी सर्ट हाल्छौँ पेपर क्रस पेपर हाल्ने सकेसम्म अब यसमा हाम्रो पेपर पाउडर छ हामी मस्टर पेस्ट पछि हाल्छौँ पहिला हाल्नुपर्छ भन्ने छैन मस्टर पेस्ट vinegar mustard sauce अब यसलाई के गर्छौँ हामी मिक्स गर्छौँ सक्यो भन्दा त त्यो बोतलको तेलले गर्नु न सजिलो हुन्छ नो यानी एकपल्ट पनि धुनु पर्दैन रहेछ यो अन्डाको क्वालिटी अनुसार पनि डिपेन्ड गर्छ कहिले नबन्न पनि सक्छ है तेल र यो हिट भयो भने पनि नबन्न सक्छ अलिकति यो हाल्छ व्हाइट पनि व्हाइट अलिकति एक साइड मात्र हुन्न एकचोटि मात्र होइन क्या एकचोटि मात्र उइस गर्ने क्या त ललिपप हो चार्नलाई पर्दैन भने चोलाएर अब त्यो It's time for salsa. माइनस सक्छ हेर्ने अब यसमा के पुग्दैन हेर्ने है सुगरको हाइसिङ सुगर ल भाइ यस्तो यो त्यहाँनिर त्यहाँनिर हाल्नु किन यता अलिक सुगर छ सर प्लिज त्यस्तो होइन चम्चा खोइ चम्चा ल्याइछ पहिला तातो न ल निकाल ले अब यो भयो हाम्रो एन्ड भइसक्यो अब त्यहाँनिर बाइक छ गार्निसको लागि पानी एउटा भाँडामा पानी लिएर खोइ नि चुला निम्तो गरेर त आएन कोही पनि ल कुरा चाहिँ के भन त बिटरुट रातो मुला सबैभन्दा बिटरुट फेभरेट आई हेट दिस वन मलाई त मिठै लाग्छ म त टेस्ट नै हुँदैन यसको भने नै कस्तो माटो बना जस्तो लाग्छ हो नि यसको टेस्ट हुन्छ कोही गुलियो हुन्छ कोही कस्तो हुन्छ कोही कस्तो हुन्छ जुलियन चेप काट्ने कलर चेन्ज गरेर बिगार्दिनु न यसलाई सेपरेट काट्ने अनि गाजर पनि उयो पहेँलो आइहाल्छ गाजरको पहेँलोले त्यति गर्दैन दामी कलर आउँछ है अब यो पास्ली हामीले पास्ली के गर्छौँ भने पास्ली चपनलाई पनि पास्ली पनि यति यसरी चुडाल्छौँ है ल यो राखिराख्ने सरसर फ्रिजमा राम्रोसँग राख्ने मिलाएर राख्ने त्यहाँ एकदम राम्रोसँग प्लिज
यहाँ पहिला यहाँ लाउनु काटेन भनेन यसलाई तिमी समात्ने होल्ड गर्ने यसलाई चप गर्न मिल्छ है यसलाई तिमी डबल चप ट्रिपल चप यसलाई जति चप गर्न मिल्छ जति गऱ्यो त्यति राम्रो यसको पानी निकाल्नुपर्छ किन गार्निस गर्दाखेरि चिसो भएको राम्रो सुक्खा भएको चाहिन्छ यसलाई है यसलाई मैले अरूलाई छोडिदिएँ तर पनि हामीले मासु गर्न मिल्छ हाललाई है सर यो म्यास गर्ने त अर्को एउटा उयो हुन्थ्यो होइन त्यो पनि छ उता छ ल्याएर त यो सेफ सर्भरको टाइमिङ चाहियो मलाई होइन उसको सेफ सर्भर टाइमिङ चाहियो खै 5 मिनट मात्र तपाईँ डिस्टर्ब गर्नु त्यसको लागि एक्सट्रिमली सरी है तपाईँको लागि हिटको लागि यो पनि टाइमिङ पनि अगर टाइमिङ हो तपाईँको हिटको लागि तपाईँको लागि हो मेरो पर्सनल लागि पनि होइन सो थ्याङ्क यू फर दिस ब्युटिफुल भिडियो सेफ सर तपाईँको टाइमिङ चाहियो टाइमिङ चाहियो तपाईँको म्याच यो भनेको सबभन्दा फाइन स्टाइलको भनेको यो हो योबाट जति छानेर निस्किन्छ त्यो निस्किने हो है अर्को भनेको केटा हो हात बाँधिनुहोस् सकिन थाल्यो निकिता बहिनी ड्रागन गर है त्यहाँनिर नाइस बडो कम सानो बल कोही जोर लगा कि हैसा अलि मजाले अलि मजाले निकालिदियो राम्ररी निकाल अलि काम चोर एक नम्बरको यस्तरी हो त यसरी हाल्दा चाहिँ हुँदैन रहेछ राम्ररी उ नि भएको ओके नटमेग पाउडर सल्ट नटमेगलाई अघि ग्रेटर खाइ ग्रेटर अघि ग्रेटर उ त्यहाँ पखाल्न नि यार त्यो ग्रेटर पखाल्दियो ल बनाएको प्रोसेस नि What is this? सुपारी हो सर यो नटमेग भने के हो नटमेग भनेको सर सुपारी नै हो सायद जायफल सल्ट यहाँ ओए केटा हो यता हेर्न पेपर ल्याऊ यहाँबाट पेपर Noted. One floor. बोल्नु पाइहाल्छु नि पुलिस भाइ बोलिदिने हो यसको मोबाइल गर्नु पर्यो एकछिन हतार नगर आलु राखेर फ्राई गरेको यो मैले Okay. अब यसलाई यस सर यसलाई
बनाउनु चिज बल पनि बनेन नि हेर्नलाई त्यो अनि पछि सर त्यो पार्सली चाहिँ पछि हाल्ने हो ब्रेड क्रम पनि पछि होला सर म एउटै चिज भनिदिन्छु मैले अहिले पनि भनिरहेको छु मलाई कसैसँग कसरी कम्पेयर नगर है डोन्ट कम्पेयर विथ मी यहाँ आई डु नट लाइक टु एनीबडी कम्पेयर सुनेछ तिमीहरू कोसँग सिकेर कस्तोसँग सिकेर यु किप इट योरसेल्फ जस्ट ओभर हियर व्हाट आई टिच लर्न दिस वन ओके इफ यु रङ जस्ट रङ डोन्ट से डोन्ट कम्पेयर विथ मी ओके म पहिल्यै भनिदिन्छु है यो चिज नदिनु यो लाइक यस्तो भयो हो अब यसलाई अलि एकचोटि टेस्ट मात्र गरेर हेर्नु अलिक फुलचोट फुल्दैन तेलको टेम्परेचर सही मात्रामा हुनुपर्छ 180 डिग्री सेन्टिग्रेड हुनुपर्छ तेलको टेम्परेचर कति हुनुपर्छ 180 हुनुपर्छ है 180 मा बसिरहेको हुनुपर्छ अब यसलाई हेर्ने हामी ठिक छ मैले यो एउटा बनाउँदाखेरि तिमीहरू आफै बनाउन सक्छौ सबैजनाले बाँडेर बनाऊ डल्ला समय के हो लामो सिम्बल भन्नु नाम ओके यो अलिकति तेलको डिटो हुनुपर्छ 180 डिग्री सेन्टिग्रेडको अलिकति क्लियर छैन त्यसरी थाहा पाइन्छ आफै पनि हेर्छ है यो भने तिमीले गर्ने यो भयो है अब यो वाइफर चिप्सको लागि कसरी गर्ने भन्दा वाइफर चिप्स जब हाल्छिन्छ नि यो भयो यो हाल्दाखेरि सबभन्दा सुरु यसलाई केमा उठाउने यस्तोमा उठाउने यो हाले अब तेल के हुन्छ माथि आउँछ हो तेल माथि आयो भने के भने त्यसरी उठाउने भाइ भाग्ने होइन आयो नि भाग्यो भने सिकिँदैन के को हुँदैन अलिकति पोलेन ऊ त्यहाँ सरसाली जस्तो अघि आउनु पाएन हराउन काट्ने सिकिँदैन है नत्र यसो छोडिदिनु ओके यहाँ नै छोड्ने यो पनि त्यस्तै उम्लिनु सक्छ यो राख्नलाई पनि भाँडा चाहिन्छ यसलाई पनि यस्तो चलाउनु दिउँ त्यो एकछिन छोडेर राखिदिनु केही हुँदैन अलिकति आयो आगोबाट अर्को पनि हाल्नु चाहिँ निभायो फेरि हो खानै पर्छ सागरले नामै सागर खाली खानुपर्छ कि यो ओके त्यसमा पनि के छ सल्ट सल्ट है अरू नट बिट फाइ नचल फाट्छ ओके नटमेग यो होस् गर्ने है नटमेग चेस्ट भनेर अर्को एउटा सानो ग्रेटर आउँछ त्यसमा ग्रेड गर्दाखेरि अलिकति आफूलाई जोगाउने नत्र नङ घोटिन्छ के हुन्छ नङ घोटिन्छ नङ घोट्यो भने दुख्छ रगत आउँछ धेरै स्मार्ट भयो धन्यवाद arigato पेपर पेपर सल्ट हाल्यो हालिसक्यो त्यतिले पुग्छ त सर अनि चिज टेस्ट गर्ने के छ के छ यसले चिजहरू खाँदैन नि चिज खाँदैन डेरी प्रडक्टै खाँदैन के भयो आज अब यो यस्तो म खाँदिनँ हाल्नु तर मैले के गर्छु यो भयो अब यसमा अघि न पास्टे चप बनाएको देखाएको थिएँ पास्ले चपी यहाँनिर I'm sorry boy ओके म्याच गर अनि सर फ्लोरहरू अब यो गर्दाखेरि यहाँ पनि हेर्ने यहाँ पनि सँगै हेर्दै गर्ने है त सर पानी यो सबभन्दा राम्रोसँग चलाउनु पर्छ
पानीपुरी होइन क्या पानीपुरी त खानेकुरा भयो त्यसो गरेर नखानेकुरा के अब चिप्समा त खान्छ आज ब्लग एडिट गर्न धेरै गर्नु भयो चिचुबो नुन मात्र अन्नमा बाँकी थियो मलाई खोइ त नुन हाल्नु जति प्रिय ल गर्न आदि खान न नाम ने औडा मान्छे आदि साखने मात्र त्यसमा नुन लाग्छ मात्र म सकेन ल्यापटपबाट नगर्नु त्यहीमा त्यस्तो त्यसो गरेर नुन लाग्ला नि त्यसमा कुनमा यसमा खोइ खोइ त्यो खान्छु त यस्तै बेला काम लाग्छ खोइ यता राम्रो छैन भने नुन लाग्यो रिभ्यू दिए नि त हामी 100 साल बनाएको एकदम दामी सरी सर डिरेक्टर भिडियो भएको छ नि टेस्ट कस्तो रहेछ अलिकति यसरी रिभ्यू दिनु यस्तो मलाई अस्ति कहानी सुनाइरहेको गर्लफ्रेन्ड किन छैन सर भयो टेस्ट आउँदैछ नुन अलिकति बढी भएको छ हो कि एकदम मिठो निक्दा पनि ओके यो हाल्दाखेरि अब यो के हुन्छ स्टार्ट गरिदिने तेल आउँछ अलिकति अनि हल्का माथि गरिदिने तिम्रो मुटु नि यसरी डलाउँछु म के अरे तिम्रो मुटु नि यसरी डलाउँछु म कसले गरे फ्रेन्च फ्राई मात्र बनायो ल अब एकचोटि यहाँ यो सबै हटाइदिनु योबाट नि हटाउनुपर्छ होस् फ्याँकिदियो कहाँ खाँदैन यो फ्याँकिदियो ट्रास्टबिन एस्किपिङ गाइड यसै गरी हाम्रो यो चिज बढी गएको छ खाने चिज सर्सा डु यु वान्ट दिस नो यसै गरी यस्तो गर्ने घना डेलिभर गर्नु के सम्झिँदैन यसै गरी साबुन पानीले हात धुऊ दिन कसको तालो है आज हाम्रो तालो होइन हाम्रो मतलब तर लैस्ने भयो आज पानी त्यस्तो नखेलै कुन चाहिँको खुर्सानी हामीलाई स्टाइल गर्नु छ हामी स्टाइल गर्ने हो ओके अब यसलाई आफूले अलिकति राम्रो देखाउनु भने पासले हल्का राखेर ल यो भयो एउटा टेस्ट गर्नुभयो खाऊ तिमीहरू सबैजनाले भाँडा खान्छ आलु भयो त्यो निकाल फ्राई भयो निकालो निकालो गाइस त्यो निकालो 3टा जति त्यो निकालो 3टा हामी 3जनालाई ओ केटा टेस्ट गर खै फुल्केको लागि यस्तो सर्फेसमा राखेर कुर्केटको लागि यस्तो बनाउने अर्को एउटा यस्तो बाटो छ तेल हालेर अन्डा हालेर सर यसमा उयो ब्रेड पठाउनु नि बिस्तार त्यो डुबाउनु पहिला
ओके एउटा काँटा लिएर त परबाट बिस्तारै है के आएन आएन ओके ओके जस्ट यो भयो यसलाई पनि हामीले नुन हाले पेपर हाले ओके ठिक छ नत्र पनि यसलाई के गर्न सकिन्छ हामीले ठाउँ त्यस यो तिनी टेबल छरा हुनुपर्छ है सबै छरा हुनुपर्छ यस सर नहाले पनि के फरक पर्छ तर हाल्दाखेरि राम्रो ब्ल्याक पेपर यो चलाउँदै गर है ओके यसलाई यसले चलाउनु पर्छ कि होइन बुढा मान्छे क्रिकेट हो अलिकति तेल लगाएर हातमा तेल लगाएर गर्ने अनि प्लाटरमा हाल्ने प्लेटहरूमा हाल्ने मैदा अलिकति छड्केर ओके यसलाई दिने के गर्ने डिप गर्ने डिप गर्ने है एउटाले डिप गरिदिने एउटाले कुर्केटलाई रोल गरिदिने रोल गरिदिने ओके अब एकचोटि फ्राई गरेर हेर्छौँ त्यसपछि कस्तो हुन्छ धेरै खेल्यो लड्डु भयो यसमा बताइदिन्छ अलिकति है दिउडे भन न अघि न कसैले गरेर संसारलाई भने ककटेल सस के भन्छ दोकासको सस अश्विनीले भने दोकासको सस के भन्दैन उसको सर मैले ल्यायो भनेर अनुहारमा ल्याउन जाने त्यो परेन त यति पठाएर मलाई यति नै यो लिन म कहाँ थाहा छ ग्रिन पेपर सस मलाई त्यही दियो ओके अब यो हाल्नलाई है यसलाई तिनी के गर्न सकिन्छ आफ्नो स्टाइलको प्लेटिङ गर्न सकिन्छ यस्तै गर्नुपर्छ कुनै भन्ने कसैको नियम छैन अब यसलाई हाल्दाखेरि मेरो यो जुन छ है यसलाई कसरी हाल्ने भन्ने हुन्छ है प्लेटमा कसरी अटाउने भन्ने हुन्छ आफ्नो स्टाइलले है अब यसलाई यहाँबाट यसो क्रस पनि गर्न मिल्छ ओके एक कलरको सोप क्रस यो चाहिँ वेटरलाई गाह्रो हो लाँदा लाँदै खस्छ प्रब्लम मेरो होइन वेटरको प्रब्लम हो
No problem. हामी त बनाउने हो हिरो अनि ओके यसलाई हामीले गार्निस गरे सरी पानीमा राख्यो भने के हुन्छ ड्राई हुन्छ मोइलिन्छ काडे मर्छ यस्तै हुनुपर्छ छैन अब जस्तो यसमा पनि अब यो प्लेटिङ अर्थात् सानो छ होइन त्यसको लागि यो पनि सुटेबल छ अब यसलाई हामीले अर्को ककटेल ससमा पनि अनि अब यहाँ ककटेल ससमा त्यो माइनस ससमा अगाडि ग्रिन पेपर खायो ग्रिन पेपर ककटेल सस paprika powder. Paprika. Saffron mango. Saffron laga. Saffron कति पर्छ नेपालमा? पाउको 1 ग्रामको 800 दिनुपर्छ। जम्मा त्यो पनि कति यत्रो मात्रामा चाहिँ orange cell mount पनि यो पिङ्क कलर हो भिडियो क्लिक गर्नु के होला त ओके यसमा यो भयो यस्तो बोतलहरुलाई पनि सबैलाई फ्रिजमा राख्ने केही पनि बाहिर राख्ने त्यो खाना एलेक्स के चाहियो अग्नि पास्टी चप्पै आजको हाम्रो क्लास दैन सक्यो हेलो सेप सर बाइ यसै 1-2 शब्द ड्रप गरिदिनुस् सक्यो भोलि छुट्टी ओइ भोलि छुट्टी सबलाई केटा हो कस्तो हो ओइ गुरुङ कस्तो हो कस्तो हो खाऊ है खासै राम्रो मिठो छैन सिम्पल पाइँदैन राम्रो त्यस्तै हो कस्तो ठिक छ ल केटा हो दैन भयो हो गुरु ओ गुरु कस्तो मिठो मिठो एकदम बाई बाई को सर केलाई ओइ सर वाइ मी ल आज बाई 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 दैन खतम